एउटा फोहोर छ त्यसलाई कुहिने फोहोर चाहिँ सर्ने फोहोर एउटा सर्ने डस्टबिनमा र सिसा जन्ने वस्तु र कुहिने फोहोर नकुहिने डस्टबिनमा राखेर कार्यक्रम उद्घाटन भइरहेको छ। यहाँ सबैले ताली बजाएर सहयोग महिलाहरूको लागि 4 महिना परिवर्तन राख्न तालिममा आजका सभापतिज्यू र यस नीलकण्ठ नगरपालिका पूर्व प्रशासकीय अधिकारीज्यू साथै नीलकण्ठ नगरपालिका शाखा स्वास्थ्य शाखा प्रमुख श्री विष्णु दाजु नीलकण्ठ नगरपालिका तिनका वडा सदस्य श्री यस गोर्खा संस्था महासङ्घका कोषाध्यक्ष श्री विजयमाली श्रेष्ठ र यस जनता गोर्खा संस्थाका आदरणीय मैले मान्नुपर्ने आदरणीय आमा बुवा दिदीबहिनी दाजुभाइ सम्पूर्ण कार्य समितिमा चाहिँ मेरो तर्फबाट र टोल विकास संस्था महासङ्घको तर्फबाट नमस्कार भन्न चाहन्छु। र आज यस फोहोर मैला परिक्रमण कार्यक्रममा एकदम महत्त्वपूर्ण कार्यक्रम मन लाग्छ। यो नीलकण्ठ नगरपालिका 2टा टोललाई चाहिँ नीलकण्ठ 4को सुन्दर प्रसिद्ध र नीलकण्ठ 3को यस दरबार टोलमा विकास संस्थामा चाहिँ यो फोहोर परिक्रमण कार्यक्रम भनेर चाहिँ नीलकण्ठ नगरपालिकाबाट हाम्रो शिवराज साहबले महिलाहरूलाई तालिम दिनुहुनेछ। यो अत्यन्त हामीले सिक्नुपर्ने जान्नुपर्ने अत्यन्त राम्रो यो कार्यक्रम भएको छ र सम्पूर्ण दिदीबहिनीहरूले चाहिँ यस कार्यक्रममा ध्यान दिएर आफ्नो घरमा यो फोहोरलाई कसरी परिवर्तन गर्ने भन्ने विषयमा चाहिँ हजुरहरूले तालिम दिनुहुनेछ। र विगतको वर्षमा पनि हामीले टोलका संस्था महासङ्घ र नीलकण्ठ नगरपालिका र दया नेपालले चाहिँ यो फोहोरलाई चाहिँ कसरी परिवर्तन गर्ने सर्ने फोहोर र नसर्ने फोहोर चाहिँ छुट्टै छुट्टै बनाउने भन्ने विषयमा चाहिँ हामीले फोहोर पनि टोलमा गएर चाहिँ तालिम पनि दिएको थियौँ। र यस तालिम कार्यक्रममा सबै सम्पूर्णले आदरणीय अध्यक्ष सफाइ गर्न अनुरोध गर्छु र एकछिनपछि म फेरि हजुरसँग जोडिन्छु। धन्यवाद सर। यस गरिबौल विकास संस्थाको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोगमा हामीले 2 दिने फोहोर मैला व्यवस्थापन फोहोर मैला परिवहन तथा व्यवस्थापन तालिमको आयोजना गरेका थियौँ। र यो तालिम उद्घाटन कार्यक्रममा हामीले सुन्दर बस्ती टोल विकास संस्थाका अध्यक्ष रेशमराज अधिकारीज्यूलाई आमन्त्रण गरेका थियौँ। उहाँ आउन अलिकति ढिलो हुनुभयो। त्यसकारण यो कार्यक्रममा सुन्दर बस्ती टोल विकास संस्थाका अध्यक्षलाई म स्वागत
गर्न चाहन्छु र उहाँलाई यो टोल जरेवा टोलमा धेरै धेरै स्वागत छ। र अब यस टोल विकास संस्थाको यो फोहोर मैला परिवहन तथा व्यवस्थापन तालिमको शुभकामना दिनुभएको लागि छोटो आफ्नो छोटो मन्तव्य राखिदिनु हुन म सुन्दर बस्ती टोल विकास संस्थाका अध्यक्ष कृष्णराज अधिकारीज्यूलाई हार्दिक धन्यवाद जरेवार बजार टोल विकास संस्थाका अध्यक्ष एवं आज यस कार्यक्रमका सभापतिज्यू, जरेवार बजार टोल विकास संस्थाको आयोजना र जरेवार आमा समूहको सह आयोजक भएर नीलकण्ठ नगरपालिकाको साझेदारीमा गिरिडी महिलाहरूको लागि फोहोर मैला वर्गीकरण तथा व्यवस्थापन तालिम तपाईँहरू जुन लिइरहनु भएको छ, यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिज्यूहरू यहाँबाट बाहिरिसक्नु भएको छ। त्यसैले मैले सम्बोधन उचित गर्न चाहे। यस कार्यक्रमका प्रशिक्षक एवं नीलकण्ठ नगरपालिका खानेपानी तथा साफसफाई शाखाका कार्यकारी निर्देशक शिव राणाज्यू, जरेवार बजार टोल विकास संस्थाका उपाध्यक्ष लगायत पदाधिकारी एवं सदस्यज्यूहरू, सल्लाहकार समितिका सदस्यज्यूहरू, मैले आदर र सम्मान गर्नुपर्ने यो जरेवार बजार टोल विकास संस्थाका सम्मानित आदरणीय व्यक्तित्वहरू र यो तालिममा सहभागी हुनुभएका आदरणीय मेरा आमा दिदी बहिनीहरू, यहाँहरू सबैमा म सुन्दर बस्ती टोल विकास संस्था नीलकण्ठ 4 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैमा न्यानो अभिवादन। यो कार्यक्रम हात पार्नमा, यो कार्यक्रम दिनमा हाम्रो सामु यहाँ नीलकण्ठ नगरपालिकाका खानेपानी तथा साफसफाईको शाखाका कार्यकारी निर्देशक शिवजी यही हुनुहुन्छ। उहाँको पहल कदमीमा यो कार्यक्रम मैले पत्तो लगाएको थिएँ र उहाँले मलाई सम्पर्क गर्नुभएको थियो। यो 2 लाख रुपियाँको कार्यक्रम थियो। यो 2 लाखको चाहिँ कार्यक्रम म आफूले गर्छु भनेर मैले उहाँसँग अनुरोध गरेको थिएँ। तर यो एक ठाउँमा मात्रै नगर्नु सर, कमसेकम 2टा टोलमा यो कार्यक्रम गर्यो भनेदेखि राम्रो हुन्छ भन्ने किसिमको प्रस्ताव उहाँले गर्नुभएको थियो। र मैले मेरै नीलकण्ठ नगरपालिका वडा नम्बर 4 कै अरू 9वटा टोल विकास संस्थाहरू हुँदाहुँदै मैले त्यो 9वटा टोल विकास संस्थामा समन्वय नगरिकन मैले जरेवार टोल विकास संस्थालाई चाहिँ सिफारिस गरेँ। त्यसको लागि चाहिँ शिव सरले पनि तपाईँ कसरी फन्ड मार्नुभयो भन्ने किसिमको कुरा गर्नुभयो। पूर्व प्रशासकीय अधिकृज्यू यहाँबाट गइसक्नु भएको छ, उहाँले पनि एउटै रोडबाट चाहिँ एउटै टोलबाट चाहिँ गरौँ है सकेसम्म भन्ने किसिमको कुरा गर्नुभयो। त्यति भन्दा गर्दै त्यति भन्दा भन्दै पहिला सुरुमा यो जरेवार बजार टोल विकास संस्था मेरो दिमागमा आयो। त्यसले गर्दाखेरि मैले उहाँलाई चाहिँ यो समन्वयको भूमिका गरेँ, सिफारिस गरेँ र पछि अलिकति केही कुराहरू पनि निस्केका छन्। अब त्यसको लागि कुरा निस्कँदै गर्छन्, हामीले बिर्सँदै गर्दै जानुपर्छ, हामीले आफ्नो कामहरू अगाडि बढाउँदै जानुपर्छ। र मैले यो टोल विकास संस्थाको लागि चाहिँ सिफारिस गर्नुपर्ने एउटा कारण के थियो भन्दाखेरि मलाई यो टोल विकास संस्थाका एकजना मित्रले ठुलो गुण लाउनु भएको थियो। त्यसले गर्दाखेरि मैले गुण तिर्नु पर्ने थियो। त्यो कारणले पनि मैले यो टोल विकास संस्थामा चाहिँ यो कार्यक्रम सिफारिस गर्नु परेको थियो। सायद उहाँ मित्रलाई मैले अहिले यो हलमा देखिरहेको छैन। त्यसले गर्दाखेरि हामी दुई बिचमा मैले नारायणजीलाई फोन गरेँ, नारायणजी एउटा यस्तो किसिमको कार्यक्रम छ, त्यो कार्यक्रम तपाईँको टोल विकास संस्थामा चाहिँ मैले सिफारिस गरेँ भनेदेखि तपाईँ त्यो कार्यक्रम सम्पन्न गर्न सक्नुहुन्छ भन्दाखेरि उहाँले पहिला सुरुमै भन्नुभयो, सर तपाईँले यस्तो किसिमको प्रस्ताव राखेपछि म जसरी पनि यो कार्यक्रम सफल गर्न सक्छु। अब तपाईँ र हाम्रो बिचमा चाहिँ एउटा चाहिँ मित्रता कायम हुनुपर्छ भन्ने किसिमको कुराहरू उहाँले प्रस्ताव अगाडि सार्नु भएको थियो र हामी त्यही अनुसारले अगाडि बढिरहेका छौँ। र यहाँका आदरणीय जरेवार आमा समूहलाई म धेरैलाई चिन्दछु र तपाईँहरूले मलाई कतिले चिन्नुहुन्न र यो कार्यक्रमको पनि तपाईँहरू सह आयोजक हुनुहुन्छ। मेरो सुन्दर बस्ती टोल विकास संस्थाभित्र पनि एउटा शुभ कर्म महिला विकास समिति गठन भएको छ। आमा समूह भन्दाखेरि चाहिँ अहिले आमा मात्रै छिर्न हुँदो रहेछ, अरू महिलाहरू छिर्न नपाइने रहेछ आमा समूह भन्यो भनेदेखि। त्यसले गर्दाखेरि सबै महिलाहरू चाहिँ छिरुन्, त्यो भित्र अटाउँ भनेर हामीले चाहिँ शुभ कर्म महिला विकास समिति भनेर त्यहाँ एउटा चाहिँ अहिले भर्खर दर्ताको प्रोसेसमा लागेको छ। र तपाईँ
महिला आमा समूह हुनुहुन्छ, तपाईँहरूको कार्यक्रमदेखि म अत्यन्तै बढी मात्रामा प्रभावित छु, तपाईँहरूसँग आकर्षित छु। तपाईँहरूको केही कार्यक्रममा म पनि सहभागी हुने मेरो मिलेको छ र भोलिका दिनमा यो जरेबर आमा समूह र त्यो शुभकर्म महिला विकास समितिभित्र पनि बिचमा पनि आफ्नो कायम हुनेछ भन्ने आशा मैले लिएको छु। र अर्को कुरो मलाई म यहाँ उठिसकेपछि मैले केही कुरा भन्नै पर्छ। टोल विकास संस्था भनेको स्थानीय निकायको एउटा सबभन्दा तल्लो स्तरको चाहिँ सबभन्दा तलको चाहिँ एउटा चाहिँ सरकार हो। हामीले काम गर्यौँ भनेदेखि म यो कार्यक्रमको उद्घाटन सत्रमा म जसरी पनि उपस्थित हुन्छु भन्ने किसिममा म सोचिरहेको थिएँ। आजै मात्रै बिहान 7 बजेदेखि अहिलेसम्म मेरो टोल विकास संस्थाका सचिवज्यू र म निरन्तर रूपमा एउटा झगडा मिलाउन लागिरहेका थियौँ। अदालत जान भनेर लागेको केसलाई सकेसम्म बाहिरै मिलाउन पर्छ भनेर हामी लागिरहेका छौँ र करिब 99% मिलिसकेको छ। अब 1% मात्रै बाँकी छ। त्यसले गर्दाखेरि हामीले हाम्रा समस्याहरू अरूको मुख ताकेर बस्ने होइन, त्यो तल्लो लेभलबाट हाम्रा समस्याहरू हामीले यहीँबाट सल्भ गर्नुपर्छ भन्ने कुरो म तपाईँलाई अनुरोध गर्न चाहन्छु। र अर्को कुरो म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि त्यो फोहोर मैलासँग सम्बन्धित कार्यक्रम भएको कारणले गर्दाखेरि फोहोर मैलाको व्यवस्थापन हामी आफूले गर्न सक्छौँ। जरेबर बजार टोल विकास संस्थाले फोहोर मैलाको व्यवस्थापन आफैले गरेको छ, सरसफाइ आफैले गरेको छ। तर यहाँ कसैले ब्यानर लिएर आएर ब्यानर अगाडि टाँगेर तपाईँहरूलाई उभ्याएर तपाईँहरूको फोटो खिचेर गएर होटलमा मासु र भात खाएको भन्ने किसिमको रिपोर्ट पनि कता कता मैले सुनेको छु। त्यसले गर्दाखेरि त्यस्ता व्यक्तिहरूलाई तपाईँहरूले यो टोलमा छिर्न नदिनुहोस्। हाम्रो टोलको सरसफाइ गर्न हामी आफै सक्षम छौँ, हाम्रो टोलको सरसफाइ हामी आफै गर्छौँ भनेर तपाईँहरू चाहिँ सक्षम हुनुहोस्, तपाईँहरू उभिनुहोस्। यो कुरो मैले कार्य समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई पनि अनुरोध गर्न लाएँ। यहाँ 100 जनाको फोटो खिचिन्छ, 50 जनाको फोटो खिचिन्छ, तर होटेलमा गएर 10 जना 15 जनाले भात खाइन्छ। हामीलाई एक कप चिया पनि खुवाइँदैन, हामीलाई एउटा बिस्कुट पनि खुवाइँदैन। त्यसैले गर्दाखेरि अबदेखि आइन्दा तपाईँहरू यस्तो किसिमको ब्यानर लिएर चाहिँ फोटो खिचाउने काममा चाहिँ सहभागी नहुनु होला। हाम्रो बेइज्जत गरेर हाम्रा फोटो खिचेर फलान ठाउँमा चाहिँ हामीले सरसफाइ गर्न गएको थियौँ भनेर चाहिँ हामीलाई बेइज्जत गर्ने काम भइरहेको छ। यसमा चाहिँ हामी सचेत हुनुपर्नेछ। र एउटा कुरो म तपाईँलाई उदाहरण भन्यो, म एउटा कुनै सरकारी निकायमा चाहिँ सरसफाइ गर्न आउँछौँ भनेर हाम्रो टोल विकास संस्थाले भनेको थियो। गएर हेर्दाखेरि त्यहाँ बेहाल थियो, फुटो हाल्ने ठाउँ थिएन, झाडी थियो, पुरै फोहोर मैला थियो। त्यो देखिसकेपछि मैले टोल विकास संस्थामा सल्लाह गरेँ, फलाम ठाउँमा चाहिँ हामीले त्यो सरसफाइ गरिदिनु पर्यो भनेर भने। मैले त्यहाँको प्रमुख व्यक्तिलाई फोन गरेँ, तपाईँको त्यहाँ अलिकति मेन पावर नभएर हो कि के हो, अलिकति बढी मात्रामा फोहोर मैला रहेछ, त्यसले गर्दाखेरि हाम्रो टोल विकास संस्था चाहिँ फलान दिन तपाईँहरूले सरसफाइ गरिदिन आउँछ भनेर भने। आखिरी नभनिकन जानुपर्ने रहेछ। तर गएको दिन त हेर्नुहोस्, हाम्रो हामी सानो भुरा हुँदाखेरि धानीबिचीमा राजा आउँदाखेरि जसरी सिँगारिएको हुन्थ्यो त्यस्तै किसिमको चिटिक्क धुपीका बोटमा पनि उकेर दिएको छ, बाटो घाटो पुर्यामा इँटा लागेको छ, घर हेर्दाखेरि सबलाई चिक्क भइरहेको छ अफिस त। भनेपछि गर्न जानु पर्दो रहेछ भनिदिँदाखेरि पनि काम त हुँदो रहेछ नि त्यति। किन भन्दाखेरि अब हाम्रो बेइज्जत हुने भयो भनेर चाहिँ अनि त्यहाँ नजिकैको एउटा चाहिँ छाप्रोमा बसेर चिया खान लाग्यो। यो कहिले गरे भनेको 4 दिनदेखि एउटा बुढो मान्छेलाई लाएर चाहिँ काम गर्न लगाएको भनेर भन्दा। त्यसले गर्दाखेरि हामी आफ्नो खुट्टामा आफू दिन सक्ने बनौँ, सानातिना समस्याहरू हामी आफ्नै ठाउँबाट समस्या समाधान गरौँ। र यति भन्दै यो जुन तपाईँको यो गृहिणी महिलाहरूको लागि फोहोर मैला वर्गीकरण तथा व्यवस्थापन तालिममा मेरो संस्था सुन्दरबस्ती टोल विकास संस्थालाई निमन्त्रणा गर्नुभयो, मलाई निमन्त्रणा गरेर यो कार्यक्रममा सहभागी हुने अवसर दिनुभयो। यसको लागि यो जरेबर बजार टोल विकास संस्थालाई पुनः धन्यवाद दिँदै मेरो टोल विकास संस्था नीलकण्ठ नगरपालिकाले अहिले उत्कृष्ट टोल विकास संस्था भनेर घोषणा गरेको छ। वास्तवमा हामीले केही पनि गर्न सकेका छैनौँ, गर्ने काम अझै धेरै बाँकी छ, सुरुवात मात्रै गरेका छौँ। जरेबर टोल विकास संस्था धेरै पुरानो टोल विकास संस्था हो, यसले धेरै उल्लेखनीय कामहरू गरेको छ। यो टोल विकास संस्थासँग हामीले धेरै कुराहरू सिक्न बाँकी छ। त्यसले गर्दाखेरि यो जरेबर बजार टोल विकास संस्था सिङ्गो टिमलाई मेरो सुन्दरबस्ती टोल विकास संस्थामा यहाँलाई हार्दिक निमन्त्रणा गर्दै मेरो 2 शब्द यही अन्त्य गर्दछु। हस्त धन्यवाद। यता हेर्नु त फेरि यहाँ खोलेकै रहन्छ क्या हाई गर्नु। घरपेटीको त आएन छ त। तपाईँ उठ्या हो र? लसो है लसो। सबैजना उठे छ त। कुर्सी त पुरै खाली भयो त, अघि नै चाहिँ बस्ने ठाउँ पाएन हामी।
कुर्सी यो कुर्सी त भाडा लाने ए होइन होइन अघि नै चाहिँ खाली भएन अहिले चाहिँ खाली भयो भने कि अहिले त खाउँदै 4वटा 5वटा बजे यता त बाटै रहन्छ हजुर के गर्ने त्यो लास्ट टाइम उसित सरसित के भनेर सोध्ने हजुर नमस्कार यो के कार्यक्रममा आउनु भएको तपाईँ आज आज सरसफाइ भनेर हामी आमा समता रेगरको सरसफाइ फोहोर मैला समितिको उसबाट हामी जम्मा हुँदैछौँ कार्यक्रम भइरहेछ अब के बोल्ने भने त्यसका त अगाडि आएर हजुर के सिक्नुभयो आज के सिक्नु कार्यक्रम सकिएकै छैन समग्र रूपमा प्रस्तुत गर्नको लागि हजुरलाई कस्तो लाग्यो यो तालिम मलाई राम्रो लाग्यो अब सबै सिकेपछि अनि फेरि विचार राखौँला यहाँभन्दा अगाडि सिकेका बन्द सत्र सुरु हुनुभन्दा अगाडि खुल्ला सत्रमा सिकाएका कुराहरूलाई चाहिँ भन्नुपर्दा चाहिँ फोहोरको वर्गीकरण गर्ने कुराहरू त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ कसरी कम्पोस्ट मल बनाउन सकिन्छ अनि हामी आफैले स्थानीय तहको मुख ताकेर मात्र होइन कि हामी आफैले पनि गर्नुपर्छ भन्ने कुराहरू चाहिँ सिकाएको थियो अनुभूति गर्न सक्यो हस् धन्यवाद अब दिदीलाई भाइले दिदी नमस्कार है नमस्कार हजुर नमस्कार के तालिममा आउनु भयो आज गृहिणी महिलाहरूको लागि बुढेसकाललाई के तालिम लिने है सरलाई धेरै धेरै धन्यवाद दिनुपर्छ यहाँ महिलाहरू कार्यक्रम सुचारू राम्रोसँग नभएर घर जाउँ बस्नु भइरहेको बेलामा हेर्नुभयो प्लेटमा आफ्नो कुरो जाने कुरो भन्नु है हामी बुद्धिमान छौँ स्वस्थ जीवन चाहन्छौँ त्यसैले चर्पी बनायौँ यसमा प्रयोग हुने पानी र दिशा गर्ने लिडो फ्लश भएर सेप्टिक ट्याङ्कमा त जान्छ तर यसबाट हाम्रो स्वास्थ्य र वातावरण सुरक्षित छ त यो हामीले सोचेको जस्तो सुरक्षित छैन सेप्टिक ट्याङ्कमा जम्मा हुने विसर्जन्य लेदो खाली गर्नुपर्दा गाडी मार्फत खोला खेतबारी वन जङ्गलमा फाल्नाले पानीको स्रोत प्रदूषित हुनुका साथै हाम्रो वातावरण र जनस्वास्थ्यमा पनि प्रतिकूल असर पारिरहेको हुन्छ यसबाट बच्न र दिगो सरसफाइको लागि विसर्जन्य लेदोलाई उचित व्यवस्थापन सहित प्रशोधन गरेर मात्र सुरक्षित विसर्जन वा पुनः प्रयोग गर्नुपर्दछ विसर्जन्य लेदोको सुरक्षित व्यवस्थापन सफा वातावरण र स्वस्थ जीवन सक्यो भिडियो त खेतबारीमा राख्छौँ अथवा त्यो पानी आउँछ बगाएर त पानी के मर्न लैजान्छ खेतबारीमा त्यस कारणले चाहिँ अहिले पानीमा चाहिँ अब किराहरूको हरेक किराहरू चाहिँ देखिनुको कारण चाहिँ त्यही होला 20 बजार चोकमा म हस्पिटलमा काम गर्दै थिएँ 20 बजार चोकमा ठुलो भल आइसकेपछि पानी परिसकेपछि त्यो नालीबाट पानी बग्न नसकेर रोडमा पानी बग्यो त्यो भल सुकेपछि यति दिशा त्यहाँ चाहिँ देखियो कि 20 बजार चोकमा हिँड्न नसकेन त्यसै मैले भोगेको
मैले तपाईँलाई ढाँटेको भने कतिले भोग्नु भएको भने देख्नुभएको हुन्छ होला। हाम्रो चलन यहाँ छ नि पल्लो आफूले नगरेर पल्लो घरले माथिल्लो घरले तल्लो घरले यसो पानी आउनु लाग्यो भनेर यसो आकाश हेर्ने पानी आउनु लाग्यो भनेपछि पानी पर्नु थालेपछि त्यो सेफ्टी ट्याङ्क होइन सेफ्टी ट्याङ्क हुन्छ। सेफ्टी ट्याङ्क किन होइन रहेछ त्यो मैले बुझेको मैले पछि जानेको त्यो चाहिँ एउटा सिमेन्टको एउटा खाल्डो रहेछ। सेफ्टी ट्याङ्क हुँदा भिन्दै प्रक्रिया छ त्यसो हजुरलाई पछि कुनै टाइममा बनाउला त्यसको अर्को कुरो हुन्छ। अनि त्यसमा जम्मा गरेको त्यो त भरिन्छ भरेपछि कहाँ हेर्ने अनि यसो हेरेर कसैले नदेख्ने बेलामा राति पानी पर्नु लागेपछि स्वाट खोलिदिने अरूलाई गनाएको पनि के आफ्नो त पुरा त्यो सफा गर्नु पुरा भयो त्यस्तो गरिन्छ। त्यसो गर्दाखेरि पानी फोहोर भयो। त्यो पानीमा खोलामा मात्रै गर्ने खाने पानी पनि मिसिन सक्छ नि त्यसले गर्दा त हजुर हामीले खाने पानीमा दिशामा आउने किरा देखा पर्यो। अस्ति जाँच गरेँ मैले यो 4वटै मूलमा भएर किराबारीको डिमूल भन्ने रहेछ होइन। त्यसपछि 7 मूलेको माथिल्लो तल्लो मूल रहेछ अनि त्यसपछि यहाँ माथि के चुलबुले भन्नुहुन्छ चुलबुले भन्ने भुलबुले अर्को भयो चुलबुले भन्ने ठाउँ छ। त्यो ठाउँमा 4वटा ठाउँको पानी जाँच गरेको 4 मध्ये 3वटा ठाउँको पानी चाहिँ दिशाको किरा मिसिएर देखियो। यसको मतलब त्यो हामीले खाइरहेछौँ हामीले आँची खाइरहेछौँ। तपाईँलाई स्पष्ट भन्दाखेरि नमिठो होला तितो त सत्य सधैँ तितो हुन्छ भन्छ नि तितो सत्य हामीले आँची खाइरहेछौँ। त्यो नत्र आँची नमिसिकन कसरी त्यो आँचीमा देख्ने किरा देखा पर्यो त हामीले खाने पानीमा होइन त्यो देखिहाल्छ। त्यसो गरेर यो मैले भिडियो हजुरलाई देखाउनु खोजेँ। यसको पनि तरिका छ यो फोहोर मैला व्यवस्थापनको अर्को हुन्छ। ल यसलाई मैले बन्द गर्दै अर्को खुल्ला पिसाब नगर्दा तिम्रो घर वरिपरि पो त सफा भयो त। टोयलेटको पाइप सिधा ढलमा जोड्दा खोलाको पानी दुर्गन्ध भएन त्यसै गरे अनि मैले पनि त्यसै गरे। त्यसो नगर्दा यसो गर्नुपर्छ हेर हरिबहादुर यो हामीले सर्भिस गरेको मलमूत्र त्यसलाई ढल खोलामा नपारिकन सेफ्टी ट्याङ्कमा जम्मा गर्ने गरेको यो सेफ्टी ट्याङ्कको। अनि यहाँबाट मलमूत्र बोक्ने ट्रकमा वैज्ञानिक रूपले ढुवान गरेर त्यो मलमूत्रलाई प्रशोधन केन्द्रमा लगेर पुनः प्रयोग हुने ऊर्जाको उत्पादन गर्न सकिन्छ। अनि त्यसलाई हाम्रो खेतबारीको लागि प्राकृतिक मल तयार गर्न सकिन्छ। हाम्रो नगरपालिकाले अघिल्लो वर्ष नै नगरसभाबाट दिशा जति लिएको व्यवस्थापन नीति पारित गरेर वडा नम्बर 5, 6, 7 मा काम अगाडि बढाइसकेका छन्। अब यसरी नै अरू नगरपालिकाहरूले पनि दीर्घकालीन नीति बनाएर काम अगाडि थाल्नुपर्छ। मल बनेर त्यहाँबाट गाडी चाहिँ फर्की आउने भयो। एक ठाउँबाट निकालेर तपाईँको घर नजिक मेरो घर नजिक त्यो फोहोर नहोस् भनेर बाहिर लगाएर फाल्दैछ टाढा लगाएर फाल्दैछ। यसमा हामीले काम गर्न सकिरहेको छैन। यो दोस्रो तेस्रो पाटो भयो। अब हामीले अहिले आफैले उत्पादन गरेको फोहोर जुन चाहिँ कुहिनु सक्छ नकुहिने सबैलाई जम्मा गरेर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ होइन। अब यतापट्टि जाउँ है यसलाई त्यसले गर्दाखेरि त्यो यतापट्टि यस्तो फोहोर फालिरहेको छ। यसलाई लामो कुरो नगरिकन म अगाडि बढेँ। ओके अब मैले हजुरहरूलाई नै सोध्नु पर्ने हो। यसलाई एकछिन सोध्यो मैले देखाउने कुरो छँदैछ मैले के देखाएँ सबैसँग देखाइरहेको हो। ओके अलग परिचय त फोहोर भनेको के हो त हजुरको विचारमा एक दुईजनाले भन्दैछ फोहोर भनेको के हो फोहोर भनेको फोहोर भनेको के हो त हजुरलाई के लाग्छ फोहोर भनेको कसैले भन्नुहोस्। अनि आफ्नो मन लाग्यो भन्नु त म मात्रै बोलिराख्नुपर्छ भन्ने छैन है। म त मैले अघि नै भने म पढाउन आएको हजुरलाई म त हजुरसँग सिक्नु आएको मैले केही जानेको कुरो हजुरलाई भन्नु आएको के हो त
हजुरले भन्नुभयो कुहिने आफूले खाएर निक्लेको बढी भएको अथवा फाल्नुपर्ने कुहिने चिजलाई चाहिँ फोहोर भनिन्छ। अरू कसैको हजुर कसैले केही फोहोर भनेको के हो? किन मेरो मुखमा हेरिराख्नु भएको होइन अचम्म लागेन हौ फोहोर गर्न आयो भने हो बोकेर खाना पर्ने हो खाने चिज खाइहाल्यो काम नलाग्ने चिज फाल्छ काम नलाग्ने चिज फोहोर कुहिने चिज फोहोर बोकेर नि खानु पर्छ। अरू यस्तो अब हामीले प्रयोग गरेर अनावश्यक चिजहरू हामीलाई चाहिँ आवश्यक लाग्दैन त्यतिखेर त्यो चिजहरू जस्तै अब बोतलहरू भयो पानी खायो बोतल यो त अरू कुहिने चिज होइन नि यो पनि एउटा फोहोर मान्छौँ हामीले। त्यस्तै गरी अब कुहिने भयो अब सिसाहरू भयो नकुहिने पनि फोहोर हो फोहोर हो काम नलाग्ने नकुहिने पनि सबै फोहोर भनिसक्यो के भयो कुहिने नहाल्न कानुलाई चिज फोहोर उहाँले भन्नुभयो फालेको चिज फोहोर उहाँले भन्नु नकुहिने नचाहिने फोहोर पनि फोहोर हो है। अरू कसैलाई केही त्यस्तो हजुरको विचारमा केही मैले भन्नु त सधैँ छ मैले लेखेर ल्याएको छु सन्चै हजुरबाट सिक्नु खोजेँ। हाम्रो चलन चाहिँ त्यसलाई फोहोर भन्ने चलन छ। अब त्यसलाई फोहोर नबनाएर राख्न पनि सकिन्छ तर हाम्रो नेपालमा त्यो सिप अहिलेसम्म छैन। गर्न चाहिँ कुरा चाहिँ सबैले गर्ने काम नगर्ने भइरहेको हो कि ओके त्यो खालको धारणा बनाउनु पर्यो भन्ने कुरा आयो। ओके मैले के भन्ने हजुरहरूले पढ्नु एकजनालाई पढ्दिनु होला नि पछाडिबाट कसैले पढ्दिनु हुन्छ सहमत हुनुहुन्छ नि। फोहोर भनेको सडै गलेको घिनाको वस्तु मात्र नभई हामीले फोहोर भनेको थियो म हजुरले भन्छ कि कुहिने ठुसठुस गराउने नजिक राख्यो भने ठुस गराउने खाना बेला चाहिँ बनायो भने खानै नखाने सक्ने होइन त्यस्तो मात्र नभइकन हामी चाहिँ कुहिने वस्तु गराउने वस्तु मात्रै भनेको थियो त्यस्तो मात्र नभइकन नसड्ने होइन जहाँ चाहिँ फालेको वस्तु पनि फोहोर म अफिसबाट गएँ थकै लागेको छ गएर हतपतक घरभित्र गएर जुत्ता एकातिर फाल्दैछु चप्पल एकातिर फाल्दैछु मोजा एकातिर फाल्दैछु सर्ट एकातिर फाल्दैछु र पानीले भनेर डल्लो लड्यो भने पछि गएर मैले सोफामा डल्लो बस्यो भने त्यो पनि फोहोर हो नि त। मैले जुत्ता राख्नु पऱ्यो मोजा खोलेर कहाँ राख्नु पऱ्यो मैले सर्ट प्यान्ट खोलेर कहाँ राख्नु पऱ्यो अनि पो जस्तो ठुलो राष्ट्रहरूबाट 16-17 वर्षमा बच्चालाई आमाबाले छोड्नु पाउँदैन त्यसपछि मात्रै राज्यको कुरो हुन्छ भनेपछि फोहोरको बाबामा काट्ने हो अघि मैले भने त्यसो भने फोहोर उत्पादन गर्ने मान्छेको व्यवस्थापन गर्ने जिम्मा पनि हुन्छ। त्यसो मतलब सबैको तपाईँले गर्नुहोस् भन्नु पनि होइन पहिलो जिम्मेवारी जसले उत्पादन गर्छ उसको हुन्छ। देख्नुपर्छ हजुरले पछाडिबाट देख्नुपर्छ हजुरहरूले के गल्ती भन्यो भने मलाई सुधार्ने मौका दिनु होला प्लिज। तपाईँले गल्ती गर्नुभयो तपाईँले गल्ती भन्नुभयो यसमा मेरो विमति छ भनेर भन्नु पाउनुहुन्छ हजुरहरूले है। मैले भनेको कुरो सुनिरहनुपर्छ भन्ने छैन प्रश्न प्रतिप्रश्न छलफल गर्न सकिन्छ है। अब फोहोर कसरी जन्मन्छ त हजुर म एउटा सानो कथा भनौँ कथा होइन भाइ कुरो भनौँ मैले फेरि हजुरलाई चित्त दुखाउनु खोजेँ होइन है म पनि